इटाली आइपुग्दै गर्दा एउटा यस्तो ठाउँ आइपुग्ने अवसर जुर्यो। हरिदालाई धन्यवाद दिन चाहन्छु। आदरणीय दाइहरूको मेहनतलाई नजिकबाट निहाल्न आइपुगेको छु। द मोमो फ्याक्ट्री सञ्चालन गर्नुभएको छ। यो इटाली चोकबाट धरान रोड हो। धरान जाने बाटोमा इटाली चोकबाट धेरै अगाडि छैन, लगभग 200 मिटर 200-300 मिटर अगाडिपट्टि राइट साइडमा द मोमो फ्याक्ट्री छ। यहाँ मोमो मात्रै भन्नु त अब हामीलाई मोमो मोमो भन्ने हुन्छ नि। मोमो कस्तो मोमो 35-40 आइटमको मोमो खान पाइँदो रहेछ। अचम्मकै ठाउँ रहेछ। मैले पनि केही मोमो खाएँ, दङ्ग परेँ। सुरुमा त के होला भनेर खाएको त भित्र त मोमो पो रहेछ। त्यस कारण एकदमै राम्रो। उहाँहरूको यहाँ मात्र होइन, काठमाडौँमा छ, बनेपामा छ, अनि भकुण्डे बेसीमा छ, यहाँ भयो बिर्तामोडमा छ। 4 ठाउँमा एउटा ब्रान्च बनाएर एउटा मोमो फ्याक्ट्री नाम दिएर जुन व्यवसाय गर्नुभएको छ एकदमै लोकप्रिय रहेछ पूर्वी नेपालमा। भकुण्डे बेसीमा पनि अत्यन्तै लोकप्रिय छ, बनेपा पनि उत्तिकै लोकप्रिय, बिर्तामोडमा पनि लोकप्रिय छ। छिटै चितवनमा ल्याउनु भनेर भनेको छु, किनकि चितवनवासी भएको कारणले छिटै चितवनमा खुल्नुहोस् भन्ने मेरो आग्रह हो। एकदमै शुभकामना। सबै एकचोटि यता पूर्व आउँदै हुनुहुन्छ, इटाली आउँदै हुनुहुन्छ, कहाँ गएर खाजा खाने होला भन्ने हुनसक्छ। कति मोमो पार्लरतिर हुन सक्नुहुन्छ, कति हामीलाई मोमोको थाहा पनि छैन। मलाई पनि थाहा थिएन पहिला कति आइटम होला भन्ने कुरा। जब मैले बुझ्दै गएँ यति धेरै चिज पनि बन्दो रहेछ भन्ने छ। अनि कफी लगायत सबै चिजहरूका लागि द मोमो फ्याक्ट्री एकदमै स्पेसल लाग्यो। त्यो मात्र होइन, यसको डिजाइन एकदमै बेस्ट रहेछ। बाहिर हेर्दाखेरि कति सिम्पल जस्तो लाग्यो, तर भित्र आएपछि नि सिम्पल तर कति शोभा दिने खालको बनाउनु भएको रहेछ। एकदमै दाइहरूको मेहनत धन्यवाद। यसरी देशमै बसेर केही गर्न चाहेका दाइहरूको यो सफलताले उचाइ चुमोस्, मेरो शुभकामना। थ्याङ्क यू दाइ। आराम हुनुहुन्छ नि? अरू नयाँ सुनाउनुहोस्। हामीसँग चाहिँ मोर देन 35 ब्रान्ड्स 35 अझै पनि हामी थप्ने प्रयासमा छौँ। जुन चाहिँ बाहिर नपाउने चिजहरू हामीले डेभलप गरेर जुनै खालको रोगीहरू हुन्छ नि सबै खानु जस्तै विङ्स मोमो भयो, मैदा लागेन होइन, यो एउटा नौलो KFC स्टाइल जस्तो पनि भयो, मोमो पनि भयो हो भन्ने खालको फिल चाहिँ हामीले दिइरहेको छौँ अहिले एकदमै। पछाडि लाइभ किचन चाहिँ बर्थडे सेमिनार गेट टुगेदर एनिभर्सरी जे मनाए पनि विदाउट कस्ट, केहीको कस्ट लाग्दैन। एकदम कति राम्रो, फेरि फ्रीमा सबै चिज रहेछ। सबले अब हाम्रो मेनु पनि प्राइस होइन, एमाउन्ट हेरेँ मैले ठिकै लाग्यो। यतिको यो खालको तरिकाकोबाट केही ठिकै पनि हो। र अनि उहाँहरूको अनलाइन सुविधा पनि छ। मेरो किनमेलबाट तपाईँहरूले डाइरेक्ट यहाँ अर्डर गर्न सक्नुहुनेछ नि, डेलिभरी हुनेछ। एकदमै राम्रो लाग्यो। यो मैले आएर एकछिन उहाँहरूलाई मक्ख पार्न पनि भने होइन, हाम्रो पहिलो भेट हो। सायद हरिदाईको कारणले मैले भेट्न पाएँ। खाजा खाइयो, खाजा खाइसकेपछि मन परेर बोल्या हो। त्यस कारणले एकदमै शुभकामना। सबैको जय होस्, नेपाल अनि नेपालीको जय होस्, द मोमो फ्याक्ट्रीको जय होस्। यहाँ काम गर्ने भगवान रूपी प्यारा भाइ बहिनी दाजुभाइ किचनमा काम गर्ने सबैको जय होस्। अनि लास्टमा भन्नै पर्छ, जसले हरेक दिन यो सरसफाइ गर्नुहुन्छ उहाँहरूको जय होस्।